फेरि पनि हामी तपाईँको माझमा आएको छौँ। विशेष आज चाहिँ तपाईँलाई म त्यही सर्ट एन्सर टाइपको या सर्ट मिनिङहरू सर्ट शब्दहरूमै तपाईँलाई सिकाउन चाहन्छु। विशेष हामी तपाईँलाई आज के सिकाउन चाहन्छौँ भन्दा हामीले तपाईँको कमेन्टहरू पढेर तपाईँको कमेन्टमा देखेको कुराहरूलाई तपाईँले जान्नु चाहेको जिज्ञासाहरूलाई नै हामीले यहाँ लिएर आएको छौँ। विशेष सबैभन्दा बेसी हामीलाई के सोध्यो भन्दाखेरि चाहिँ आदाङमा लिम्बूबाट आई लभ युलाई के भन्छ भन्ने प्रश्न उठेको थियो क्या। कतिजनाले चाहिँ आङ्गा खेने मिम्ने आङ्गा मिम्ने, कतिजनाले फेरि के पनि सुनिन्छ भन्दा आङ्गा लुङमा तुक्ने आङ्गा खेने लुङमा तुक्ने पनि भनेको देखिन्छ। जे भन्दा पनि यो तिनवटालाई हामी एकै जग्गामा आई लभ यु या म तिमीलाई माया गर्छु तिमीलाई मन पराउँछु भन्ने बुझ्नुपर्छ। त्यसरी नै अब हामी आई मिस यु भन्छ नि इङ्ग्लिसमा आई मिस यु, म तिमीलाई सम्झिरहेछु नेपालीमा म तिमीलाई सम्झिरहेछु भन्दाखेरि चाहिँ अब लिम्बूमा थे बाबना याक्थुङ बे म चाहिँ के भन्ने भनेको एउटा क्वेसन आउँदा चाहिँ लिम्बू म चाहिँ याक्थुङ बे म चाहिँ थे बाबना बाबी भने निङ्वासो वारो निङ्वासो वारो भन्नु पऱ्यो। अब निङ्वासो वारो पामाको मेबी त्यसरी नै अब जस्तै ह्याप्पी बर्थडे अरे ह्याप्पी बर्थडेलाई के भन्ने लिम्बूबाट मेबी याक्थुङ बामा अरे जस्तै कङ्क अरे वे सुवाङ्रे बोके अरे अनि याक्थुङ बानमा लान्छ थिए बाबना बाबे याक्थुङबाट चाहिँ के छ भन्ने कुरा आउँछ। यो हाम्रो लिम्बूमा पनि छ। अब अनि यहाँ लिम्बू हाम्रो आफ्नो दाजुभाइको बर्थडे हुँदा अबदेखि हामी लिम्बूमा विस गर्ने हो, ह्याप्पी बर्थडे नलेख्ने हो होइन, लिम्बूबाट विस गर्ने हो। लिम्बूबाट विस गर्दा के लेख्ने भन्दाखेरि चाहिँ अर सवान यान्नेन हाङ्ना या सवान यान्नेन सुसाङ्गो वारो यो लेखिदिँदाखेरि हुन्छ। सवान यान्नेन हाङ्ना वारो या सवान यान्नेन सुसाङ्गो वारो या नो इच्छो वारो लेख्दा हुन्छ। अब त्यसैको त्यति भनिसकेपछि उनीहरूले हामीलाई भन्ने हुन्छ। अब आफूले के भन्ने हुन्छ थ्याङ्क यू, डेफिनेटली इङ्ग्लिसमा त थ्याङ्क यू धन्यवाद। अब लिम्बूमा चाहिँ के भन्ने रिप्लाई चाहिँ के दिने भन्दाखेरि चाहिँ नोगेन्लो आदाङबा केटा छ भने केटी छ भने नोगेन्लो आदाङमा भन्ने हो। अब त्यसरी नै अरू कुराहरू हामी सिक्दै जस्तै खाना खायौ भन्ने हुन्छ नि त, जस्तै खाना खायौ तिमीले भन्ने हुन्छ। अब यस खाएँ, अब त्यसलाई लिम्बूमा चाहिँ मा बाप नभावे भन्दाखेरि चाहिँ तक के जबी भन्ने हो, तक के ज या तक के जबी। हजुर अब उदाहरण मैले इफ खाएको छु भने चाङ्लो होइन, इफ छैन भने मेन्जाए वा मैले खाएको छुइनँ मेन्जाए वा छ भने चाङ होइन, त्यस्तो खालको। अब यस्तै कुराहरू अरू सिक्न जानुपर्ने छ। अनि त्यसरी अब तपाईँ के काम गर्नुहुन्छ भन्ने हुन्छ नि त। अब जस्तो साथीहरू भेट्दाखेरि अननोन नयाँ मान्छे भेट्दाखेरि परिचय गर्नु मनपर्छ, इन्ट्रोडक्सन गर्नु मनपर्छ, तपाईँ के काम गर्नुहुन्छ भनेर सोध्नु मन लाग्छ। त्यतिखेर चाहिँ अब लिम्बूबाट सोद्धा चाहिँ के गर्ने भन्दा चाहिँ आदाङबा थे याम्बके चोक आदाङबा थे याम्बके चोक। इफ केटा छ भने इफ केटी छ भने चाहिँ आदाङमा थे याम्बके चोक भनेर क्वेसन मार्क लगाइदिने। अनि उनीहरूले जस्तै अब उनीहरूले के भन्छ भन्दाखेरि चाहिँ इफ उनीहरू गभर्मेन्ट जब गर्ने छ भने इङ्गा युफो याम्बक चोका इङ्गा युफो याम्बक चोका म गभर्मेन्ट इम्प्लोइ हो या गभर्मेन्ट काम गर्छु भन्ने खालको हो। त्यसरी नै अरू कुरा गर्ने हुन्छ। जस्तै तिमी घर कहिले जान्छौ भन्ने हुन्छ नि। अब तिमी घर कहिले जान्छौ भन्दाखेरि चाहिँ हामी चाहिँ अब लिम्बूमा के भन्ने भन्दाखेरि चाहिँ हिमो आफाले केबेक हिम आफाले केबेक या हिम्मो आफाले केबेक तिमी घर कहिले जान्छौ भन्ने कुरा हो। यसरी सिक्ने हुन्छ। अब त्यसले एन्सर दिनु मनपर्छ। जस्तै म जान्छु, म जान्दिनँ, म घर जान्दिनँ भन्यो भने इङ्गा मेबेकान इङ्गा मेबेकान म जान्दिनँ भन्ने खालको यसरी जाने हो होइन। त्यसरी नै अब इफ जानु मन छ भने इङ्गा ताँदिक पेका। अब इफ म भोलि जानु मन छ भने इङ्गा ताँदिक पेका, भोलि हो भने चाहिँ इङ्गा ताँदिक पेका, पर्सि हो भने इङ्गा आछिन्दान पेका यसरी भन्ने हो होइन। यदि जानु मन छैन इङ्गा मेबेकान, मैले अघि भनिहालेँ तपाईँलाई यसरी जाने हो। त्यसरी नै अब अरू के हुन्छ जस्तै चिया कफी कसैलाई यसरी अब तपाईँले जानु भएको छ यताउता भने चिया खानु मन पऱ्यो या चिया सोध्नु मन पऱ्यो साथीलाई भने चाहिँ छ इवा घेधुङमुबी होइन, चिया के तिमी चिया पिउँछौ होइन, छ इवा घेधुङमुबी भनेर क्वेसन सोध्ने हो। अब उता खानु मन छैन हजुर थुङुङ मेबी त्यस्तो खालको अब खानु मन छ त्यसो भन्छ। खाँदैन भने इङ्गा मेधुङ्गान डाइरेक्ट मेधुङ्गान म पिउँदिनँ यस्तो खालको। अहिलेसम्म हामी सिकिरहेको थियौँ। जति पनि यो सिकिरहेछ सबै सर्ट टाइपको हामीले कन्भर्सेसन सिकिरहेछौँ। तपाईँलाई मन पऱ्यो भने सेयर गर्न नभन्नु होला। तबसम्मको लागि तपाईँहरूलाई फेरि भेट्ने बाजाको साथ हामी बिदा लिन चाहन्छौँ। धन्यवाद। नोगेन सेवा हो।